ल हेर्नुहोस् त नेपाल र नामिबिया बीचमा CWC लिग 2 को चाहिँ खेल भएको थियो हिजो मात्रै। तर त्यही खेलमा नेपालले मात्रै तीन तीन रनको चाहिँ हार बेहोरेको छ कि नामिबियाले 3 रनले यो खेल जितेको छ। यही भइदियो त के भन्दाखेरि म यहाँ तपाईँहरूलाई बताउन गइरहेको छु। नेपालको ब्याटिङ पहिला सुरुमा त एकदमै राम्रो भएको थियो। नेपालको ब्याटिङ हेरौँ, कुशल भुर्तेलले चाहिँ 47 मा 34 रन हानेका थिए। त्यसै गरी आसिफ शेखले 89 बलमा 45 रन हानेका थिए। त्यसै गरी ईशान पाण्डे 14 रन, अब भीम सार्की भयो। त्यसै गरी रोहित पौडेलले पनि राम्रो खेलेका थिए। त्यसै गरी दिपेन्द्र सिंह एरी अनि आरिफ शेख र गुलसन झाको यहाँ अन्तिमतर्फ यहाँ खेल आइरहेको थियो। त्यो बेलामा के भइदियो भनेपछि यो खेल नेपालले जित्ने खेल हो, तर नेपालले किन जितेन भनेर भन्नुहुन्छ भनेपछि यहाँ कुरो क्लियर के भएको छ भने साथीहरूले बल धेरै खानुभयो। किनकि आफ्नो रन रेट चाहिँ साथीहरूले एकदम बिलो, आफ्नो रन रेट 50 भन्दा पनि तलको रन रेटमा गेम खेल्नको कारणले गर्दा नै यहाँ यति ठुलो भन्दा पनि ठुलो त के भनौँ, सानो रनले खेल हार्न पुगेको। लास्टमा हामीले आरिफ शेखलाई र गुलसन झालाई चाहिँ हामीले दोष दिनुपर्ने, गाली दिनुपर्ने ठाउँ छैन। किनकि गुलसन झाले त्यो कन्डिसन, त्यो पिचमा आएर उनलाई चाहिँ 10 बलमा 19 रन त हानेका हुन्। लास्ट ओभरमा पनि मैले हेरिरहेको थियो, राम्रो रन मारेका थिए। तर के गर्नु, पहिलाबाट नै साथीहरूले राम्रो चान्स मौका दिए पछाडि आउने खेलाडीले खेलेर गेमलाई जिताउने। सुरुबाट आउने साथीहरूले एकदमै त्यो 50 ओभरको खेलमा तपाईँको 211 रन, 212 रन ल्याउनु छ। 212 रन ल्याउन पनि सकेन। विकेट त्यत्रो हातमा थियो, 6 विकेट मात्रै आउट भएको थियो। अझै पनि हामीसँग 5वटा विकेट हातमै थियो। साथीहरूले एक छक्का हानेको भए अथवा एउटै चौका मात्र लागेको भए खेल जित्ने थियो। तर हेरौँ, यो कन्डिसनले गर्दा नेपालले अब यो CWC लिग 2बाट लगभग बाहिरियो भन्दा पनि हुन्छ। अब भने नेपाललाई अगाडि यसमा बढ्नुपर्ने चान्स छैन। अब भने फेरि पनि बाहिरिसकेपछि फेरि पनि तल्लो लेभलबाट आएका 4वटा टिम र यस 8वटा टिम मध्ये बाहिर गएका 4वटा टिम, फेरि पनि 8वटा टिमको फेरि भिडन्त हुनेछ। त्यो 8वटा टिमबाट फेरि 4वटा टिम अगाडि आउनेछ। त्यो अगाडि आएको 4वटा टिमले फेरि यसचोटि अगाडि गएको 4वटा टिम र अगाडि रहेका 2वटा टिम, त्यसै गरी 10वटा टिमको बिचमा चाहिँ यहाँ प्रतिस्पर्धा हुनेछ र 10वटा टिमबाट जम्मा 4वटा टिमले चाहिँ वर्ल्ड कप 2000 खेल्न पाउनेछ। तपाईँलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो यस्तै जानकारीको लागि हाम्रो भिडियोलाई हेर्न नभुल्नुहोला। फेरि पनि आउनेछौँ। अहिले बिदा हुन्छौँ। नमस्कार।